नमस्कार, हाम्रो मध्यमार्गमा यहाँलाई स्वागत छ। र आज यो तपाईले यो दृश्य देखिरहनु भएछ, यो सिक्किमको राजधानी गान्तोकको दृश्य हो। सिक्किम राज्य 16 मई 1975 मा भारतमा गाभिएको। त्यसपश्चात यसरी सिक्किम राज्यले धेरै डेभलपमेन्ट गरेर आज यो सिक्किम देश विदेशमा परिचित भएको छ। र यो सिक्किम राज्यले हालैमा 16 मई 2025 मा आफ्नो 50औं वर्षको स्थापना दिवस, राज्य स्थापना दिवस मनाएको थियो। र यही दृश्यमा यो 50औं वर्ष मनाएको उपलक्ष्यमा सिक्किममा धेरै सजावट कामहरू भएको छ। र यो नजारा अहिले तपाईले देखिरहनु भएको छ। यहाँ हेर्नुहुन्छ तपाईले, यो सिधै यहाँदेखि गएर तपाईले एमजी मार्ग, महात्मा गान्धी मार्ग, यो सिक्किमको गान्तोक स्थित यो महात्मा गान्धी मार्ग एउटा रमाइलो दृश्य छ यहाँ। र हजुरहरूले यहाँ सिक्किममा घुम्न लायकको जग्गाहरू धेरै छन्। अब यसरी एमजी मार्गमा अहिले बेलुकाको टाइममा धेरै पर्यटकहरूको भिडभाड देख्न पाइन्छ। यो एकदम मनोरञ्जनको दृश्य छ। र यो दृश्य हेर्नलाई मानिसहरू टाढाटाढादेखि सबैतिरबाट यहाँ आउने गर्छन्। र हजुरहरूले यो दृश्य देखिरहनु भएको छ। यो महात्मा गान्धी मार्ग गान्तोकको यो सिक्किमले 50औं स्थापना दिवस मनाएको उपलक्ष्यमा यसरी बुन्द सिँगारिएको थियो। र हजुरहरूले धेरै यहाँ पर्यटकहरूले मनोरञ्जन गरिरहेका छन्। पर्यटकहरूको धेरै भिडभाड देख्न पाइरहनु भएको छ। यहाँ देश विदेशका पर्यटकहरूले यहाँ आउने गर्छन्। खुबै रमाइलो छ यो जग्गा। यो महात्मा गान्धी मार्ग हो। यो यसमा यही गान्तोकको यो प्रसिद्ध पर्यटक स्थल नै मानिन्छ यो एमजी मार्ग। यसमा दोकानपाटदेखि लिएर हरियाली रमाइलो छ। सबैले यसलाई हेर्ने गरेका छन्। यो महात्मा गान्धी मार्ग धेरै रमाइलो छ। यहाँनिर तपाईँले हेर्न सक्नुहुन्छ। यसमा धेरै पर्यटकहरूले यहाँ आउने गर्छन्। रमाइलो छ यो दृश्य। हजुरहरूले हेर्नुभयो। यो अहिलेको दृश्य हो। यो 50औं वर्षको उपलक्ष्यमा यहाँ धेरै सजावट गरिएको छ। सिक्किम राज्यले 50 वर्ष पूर्ण गरेकोमा विगतका मुख्यमन्त्रीहरू लगायत बुद्धिजीवीहरूदेखि लिएर वर्तमान मुख्यमन्त्री सबैको यो ठुलो हात रहेको छ। विगतका मुख्यमन्त्रीहरूले जति सिक्किमलाई चिनाए अर्ग्यानिक सिक्किम भनेर अब चिनाएको हो। र अहिले अब सरकारले पनि धेरै काम गर्दै आइरहेका छन्। र सिक्किम राज्य देश विदेशमा यसले नाम कमाएको छ। देश विदेशमा एउटा छुट्टै नाम कमाइसकेको छ। अर्ग्यानिक सिक्किम, स्वच्छ सिक्किम, स्वस्थ सिक्किम बनाउने योजना रहेको छ। यसरी सिँगारिएको थियो।
पुरा यसरी यो दृश्य हजुरले देख्नुभयो। यो एमजी मार्गको दृश्य हो र